दिन नेपाल ठप्प बनाउने रे दुर्गा प्रसाद त्यसका बाउको तागत छ यार माछाले मेरो घरै ठप्प हुँदैन माछाले सबैलाई खन्ड मेरो नातेले त्यसलाई भोको राख्न सक्छ ठप्प के बनाउनु त्यही भयो तयारी गर्नु भने डिजेल पेट्रोल ठीक घन्टा गर्ने त तयारी मुला त्यो को हो त्यो दुर्गा प्रसाद त्यो घन्टा त्यस्ता मुझे त म तल हाल्छु दुर्गा प्रसाद नेपालीको लागि बोल्ने मान्छे हो न नेपालीले म पनि बोलाएको छु नि भाइ मैले बन्द गरेँ भने हुन्छ अर्काको बिजनेस बन्द गर्ने अर्काको घर बन्द गर्ने त्यसका बाउले खुवाछ मुला पहिला मुला सबै 3 करोड नेपालीलाई खुवाउने 15 दिनलाई पैसा जम्मा गरेर भाड त्यो रासन दिए घरमा अनि बन्द गर मुला सबै रोजी गरेर खान्छ यहाँ याद गर त्यो चाहिँ त मुलाले बोलेर चाहिँ हामीले के बन्द हुन्छ चाहिने कुरा गर्छ यार त्यसरी होइन के त्यसरी यो चाहिँ कुन शर्तमा चाहिँ होइन यो कसो भने मै हुँ त को होस् मुजी को होस् तैँले मुझे हाम्रो 15 दिन रोक्ने माछाले मेरो नातिलाई बेलुका 10 बजी म त्यहाँ गाडी लिएर गएर चाहिँ चक्लेट किन्नुपर्छ ल्याइदिए मुझे मेरो घरमा म रोक्ने खालको मान्छे नै होइन कोही पनि नेपाली डराउँदैन कोहीसँग पनि गलरसँग डराउँछ याद गर फेरि यो 15 दिनको फुटान चाहिँ नगर तँ सिदिन्छ मुला यो कसरी लड्नुपर्छ भन्दाखेरि मनसँग लड्ने हो कि दिमागसँग लड्ने यो साइबरसँग लड्ने हो कि हामी अहिलेको टाइम अस्ति त एकजना मरिसक्यो त्यो तैँले गर्दाखेरि पनि 2जना मरिसक्यो त्यसको परिवार हेरेछ उसको छोरा होला छोरी होला त्यहाँ बुहारीहरू होला आमा बाउलाई हेरेछ तैँले अहिले मऱ्यो भने के गर्ने मान्छे तँलाई हान्ने हो अहिले मऱ्यो भने तँलाई हान्ने हो है भाइ तैँले नैतिक कुराबाट सामाजिक सञ्जालमा लड 15 दिन बन्द गर्ने तैँले नख्यास